नमस्कार, म कक्षा 10 मा अध्ययनरत छात्रा शिखा पुन। आज म हजुरहरूलाई सामाजिकीकरणका बारेमा केही कुरा भन्न गइरहेकी छु। मानिस जन्मदै एउटा जैविक प्राणी मात्र हुन्छ, तर बिस्तारै ऊ कसरी एक असल नागरिक बन्छ त? यसको उत्तर हो सामाजिकीकरण। आज हामी यही रोमाञ्चक प्रक्रियाका बारेमा कुरा गर्न गइरहेका छौँ। सामाजिकीकरण भनेको समाजको मूल्य, मान्यता, भाषा र व्यवहारबारे जान्ने प्रक्रिया हो। यसका मुख्य माध्यमहरू हुन् परिवार, जहाँ हामीले पहिलो संस्कार सिक्छौँ; विद्यालय, जहाँ हामीले ज्ञान र अनुशासन सिक्छौँ; तेस्रो, हाम्रा साथीभाइ, जसले हामीलाई सहकार्य सिकाउँछ। सामाजिकीकरणले नै हामीले के कुरा सही हो र के कुरा गलत हो भनेर बुझाउँछ। यसले हामीलाई समाजमा घुलमिल हुन, अरूलाई सम्मान गर्न र आफ्नो संस्कृतिलाई जोगाउन मद्दत गर्छ। यो जन्मेदेखि नमरुन्जेलसम्म निरन्तर चलिरहने प्रक्रिया हो। त्यसैले असल सामाजिकीकरणले नै एक असल र अनुशासित नागरिकको निर्माण गर्छ। हामीले पनि समाजका सकारात्मक कुराहरूलाई आत्मसात गर्दै आफूलाई एक असल नागरिकको बारेमा चिनाउनुपर्छ। धन्यवाद।